हजुर नमस्कार, यहाँलाई स्वागत छ हाम्रो युट्युब च्यानलमा। धन्यवाद। आरामै हुनुहुन्छ? एकदम आरामै छु सर। यति बेला चाहिँ हामी झापा स्थित भिसोदा कृषि फार्ममा छौँ है। र यहाँ चाहिँ हामीले देख्न सक्छौँ, हाम्रो ब्याकग्राउन्डमा पनि देखिरहेको छ, टर्कीहरू प्रशस्त मात्रामा छन् यहाँनिर। र यहाँ चाहिँ अहिले कतिवटा टर्कीहरू चाहिँ तपाईँले राखिरहनु भएको छ? अहिले पहिला चाहिँ 600 थियो होइन सर। हजुर। अहिले चाहिँ बेचिसकेर अहिले 280 मात्रै हाम्रो उत्पादनको लागि मात्रै छ अहिले। ए हजुर। अरू बढाउनलाई हुर्काउँदैछौँ चल्ला। त्यही छ, के को लागि राख्नु भएको होला? यो चाहिँ छुट्टै चाहिँ अब यो 7वटा 8वटा पोथी होइन, एउटा भाले गरेर यसलाई चाहिँ अन्डाको लागि प्यारेन्ट बनाएर राखेको छौँ हामीले। ए हजुर। अनि यसको चाहिँ के छ, अब कति टाइमसम्म पछि चाहिँ यसले अन्डा दिन थाल्छ? यसको पहिला सुरुमा चाहिँ अब चल्ला चाहिँ 6 महिना लाग्छ। 6 महिनादेखि चाहिँ अन्डा पार्न सुरु गर्छ यसले। 6 महिनादेखि चाहिँ अन्डा पार्न थाल्छ। हजुर। अनि यसको आयु कति हुन्छ? आयु यसको बाहिरको विज्ञहरूको अनुसारले चाहिँ 12 वर्ष आयो। 12 वर्ष है। हजुर। लगभग यहाँ अहिले कतिवटा छन् भन्नुभयो तपाईँले भालेपोथी गरेर? 280 मात्रै छ सर अहिले। 280 वटा छ है। के छ यसको अहिले लगानी कति जति लागेको छ तपाईँले यति पाल्दै गर्दाखेरि? यसमा लगानी त अब धेरै नै भइसकेको छ भन्ने कुरो, धेरै नै भइसकेको छ लगानी खासै। तर यसमा चराहरू चाहिँ अहिले कम्ती मात्रामै छ हामीसँग होइन। हजुर। अब यसको खोरहरू व्यवस्थापन गर्नलाई चाहिँ निकै नै लगानी त धेरै भइसकेको छ। अनि अब यसको स्वभावको बारेमा कुरा गरौँ, खासमा यसको स्वभाव चाहिँ कस्तो हुन्छ? यसको स्वभाव राम्रै हुन्छ। अब यसको अरू जस्तो ब्रोइलरहरू जस्तो यसको होइन दिशाहरू यस्तो गनाउने हुँदैन, एकदम राम्रो छ यसको। एकदम सफा नै छ यसको। अरू हामीलाई पनि अब हामी दाना पानी दिने मान्छेलाई पनि कुनै असर पार्दैन यसले। हजुर। एकदम अब राम्रो ठुङ्ने ओर्ने यताउता केही गर्दैन। बरु कुखुराहरूले यताउता गर्छ, यसले गर्दैन। एकदम राम्रो छ। यसको लागि जस्तो जुन चारो अहिले तपाईँले खुवाइरहनु भएको छ, दाना पानीहरू कस्तो के दिनु भइरहेछ? ब्रोइलरकै हुन्छ कि अथवा यसको छुट्टै नै आउँछ कि बजारमा, कस्तो? बच्चालाई चाहिँ ब्रोइलरकै दाना 0कोबाट स्टार्ट गरिन्छ सर। हजुर। त्यहाँबाट चाहिँ अहिले अर्को दाना ठुलोलाई चाहिँ 3 नम्बर दाना खुवाउँछौँ हामी सर। ए त्यो ब्रोइलरलाई नै दिने 3 नम्बर दाना दिइरहनु भएको छ यहाँले। अनि जस्तो यसलाई पाल्नको लागि खर्च चाहिँ कस्तो आउँछ? जस्तो सपोज कसैले चाहिँ म अहिलेलाई चाहिँ 50वटा मात्र पाल्छु भन्दाखेरि चाहिँ महिनामा खर्च कति निस्किन्छ? 50वटा मात्रै पाल्नेलाई चाहिँ अब पहिला त्यो चल्ला 380 रुपियाँ 2 दिनदेखि लिएर 5 दिनको चल्ला हामी यहाँबाट दिन्छौँ। हजुर है, उपलब्ध गराउँछौँ। त्यसपछि त्यसको हिसाब गर्नु पर्यो 50वटाको होइन। त्यहाँदेखि त्यसको खर्च अब 6 महिनासम्म आफैले पनि त्यो त गर्न सकिन्छ, लाने मान्छेले पनि त्यसको क्यालकुलेसन गरेर होइन गर्न सकिन्छ। खासै धेरै त खर्च आउँदैन, सामान्य नै हुन्छ खर्च त। तपाईँले पाल्दैको कति वर्ष भयो? यो सुरु चाहिँ 1.5 वर्ष भयो सर। 1.5 वर्ष जति भइसक्यो। हजुर। के छ अहिले राम्रै मुनाफा दिइरहेछ यसले? एकदम राम्रो छ। झापामा यसरी व्यावसायिक रूपमा यति ठुलो एरियामा ठुलो लगानीमा गर्नुभएको सायद तपाईँ नै हुनुहुन्छ। पूर्व अञ्चलको चाहिँ यही नै भिसोदा कृषि फार्म नै भन्ने थाहा भइरहेको छ। ओके। अनि यसलाई अब जस्तो मार्केटको पनि अलिकति अभाव छ भन्ने कुराहरू पनि सुनिन्छ बेला बेला होइन? के छ यसको मार्केट चाहिँ कतिको देख्नु भएको छ तपाईँले? मार्केट त यस्तो हो सर, यो मार्केट भनेको अहिले कसैले बुझेकै छैन। यो मार्केट आफैले बनाउने हो मार्केट। हजुर। अब यो बिचौलियाहरूलाई दिने होइन, त्यो आफैले गर्ने हो। यसको मासु प्राय मान्छेले 100मा 20%ले पनि चाहेको छैन। तर अब यसको मासु चाहिँ हामी जुन अब ब्रोइलर लोकल त्यसपछि खसी मासुहरू जुन खाइरहन्छौँ त्यसमा भन्दा यसमा चाहिँ अलिकति भिन्न गुणहरू हुन्छ भन्ने पनि सुनिन्छ। के हुन्छ खासमा अलिकति फरक चाहिँ किन छ यो? यसको मासु चाहिँ के फाइदा रहेछ भने सर, यसको मासु खाँदाखेरि चाहिँ सुगर प्रेसरको बिमारीले पनि खान मिल्ने रहेछ होइन, त्यो असर नगर्ने रहेछ। अनि एकदम राम्रो छ यसको मासु, टेस्ट पनि
अर्कै किसिमको टेस्ट राम्रो टेस्ट छ यसको अरू मासु कुखुराहरूको भन्दा चाहिँ स्वादिष्टै फरक छ। यसको पर केजी कसरी पर्छ बजारमा मासु? मासु अब यहाँदेखि हाम्रो फर्मबाट चाहिँ सबैभन्दा सस्तो नै छ होइन। 850ले हामीले यहाँबाट दिइराखेका छौँ। जिउँदो कि काटेको पनि 850 छ, जिउँदो लाँदा पनि 850ले नै यहाँदेखि चाहिँ एउटा फिक्स रेट बनाएर दिइराखेका छौँ हामीले। बाहिरतिर चाहिँ अरूले चाहिँ बेच्दो रहेछन् 1200मा पनि बेच्छ, 1000मा पनि बेच्छ, त्यस्तै। यहाँ अब तपाईँले यो टर्की बाहेक अरू के राख्नु भएको छ? यहाँ विशेष चाहिँ हाम्रो टर्की र बटाई हो। बटाई थियो, अहिले चाहिँ अलिकति यो लकडाउनको उसले गर्दाखेरि प्यारेन्टै हामीले मसाएर चाहिँ अब फेरि हाल्नेवाला छौँ। विशेष चाहिँ टर्की र बटाई नै हो सर। अहिले चाहिँ यो जुन देखिरहेको छ टर्कीहरू यिनीहरू कति महिनाको भयो? यो सर यो टर्की यहाँनिर वर्ष पुगेको छैन सर। 8 देखि 9 महिनासम्मको छ टर्की। 8 देखि 9 महिनाको भनेपछि यिनीहरूले के छ अहिले अन्डा दिइरहेको अवस्था हो कि? यिनीहरूले अहिले अन्डा दिने एकदम रेडी भएको छ। रेस्ट गरेर 2 महिना चाहिँ पुगिसक्यो, फाटाफुटा दिनलाई सुरु गर्यो, अब सुरु गर्छ। जस्तो यसको अन्डा चाहिँ अब मार्केटमा कसरी बिक्री हुन्छ? अन्डै पनि बिक्री हुन्छ होला? एकदम अन्डा यसको चाहिँ यो ठाउँ हेरेर कसरी राखेको छ होइन, भाले पोथीलाई कसरी मिलाएर राखेको छ, कतिवटा पोथीमा एउटा भाले छ, त्यो अनुसारको खोर हेरेर हामीले त्यसको मूल्य लगाउँछौँ। 100 देखि लिएर 200सम्म पर्छ सर एउटा अन्डालाई प्रति अन्डा। जस्तो यहाँबाट बेच्दाखेरि तपाईँहरूले चाहिँ मासुको रूपमा बिक्री हुँदो रहेछ कि खुद्रा रूपमा जान्छ कि कुनै होटल अथवा कसैले चाहिँ व्यावसायिक रूपमा अलि होलसेल रूपमा नै लानुहुन्छ कि खुद्रा रूपले जान्छ? अहिलेसम्म चाहिँ खुद्रै रूपले गइरहेको छ यहाँबाट। त्यस्तो डिमान्डहरू त धेरै नै आउँछ, तर हामीसँग अहिले चरै छैन। हजुर, अब यो उत्पादनको लागि मात्रै छ ठुलो। अब विशेष गरेर अब अर्को सालबाट चाहिँ यहाँ एकदम मार्केटमा चाहिँ निस्किने उयसमा छौँ हामी। त्यही त अब यहाँ तपाईँको यता साइडमा देख्न सक्छौँ स्पेस पनि ठुलै छ, खाली छ। अझै योजना के छ तपाईँको? योजना त यहाँ ठुलै योजना छ। अब अस्टिस पनि यहाँ ल्याउने प्लानिङमा छौँ हामी होइन। अनि यहाँनिर अब सामान्य रेसोर्ट पनि बनिँदैछ, माछा पोखरी पनि यहाँ मुनि बनिँदैछ। यहाँनिर अब 1.5 बिघा आफ्नै जग्गामा चाहिँ सुरुवात गरेको छौँ। यो अहिले स्टार्टिङ मात्रै छ सर, अब बिस्तारै बढ्दै जान्छ। भनेपछि यसले अहिलेलाई तपाईँले राम्रै मुनाफा पाइरहनु भएको छ, सन्तुष्ट हुनुहुन्छ? एकदम राम्रै भइरहेको छ सर। अब तपाईँ जस्तै होइन यस्तै इच्छुक जो किसानहरू हुनुहुन्छ जसलाई चाहिँ पाल्न मन लागिरहेछ, उहाँहरूलाई के सुझाव दिन चाहनुहुन्छ? तपाईँ पाल्नुहोस् भन्नुहुन्छ या यसको चाहिँ केही बेफाइदाहरू पनि होलान् कि? होइन, यहाँ आउनेहरूलाई चाहिँ हामीले सबै कुरा सिकाएर बुझाएर हामीले जानेको कुराहरू चाहिँ एकदम उनीहरूलाई होइन सिकाएर नै पाल्ने हामीले उयो गर्छौँ, दिन्छौँ। यहाँबाट भनेपछि पाल्नको लागि जति पनि चाहिने कुराहरू, थाहा हुनुपर्ने कुराहरू छ, एक प्रकारको ट्रेनिङै दिन्छौँ हामीले चाहिँ। हामीले जानेको कुरा चाहिँ यो फर्ममा हामीले गरेको र यसको बारेमा होइन बुझेको कुराहरू चाहिँ हामीले चल्ला दिनुभन्दा अगाडि नै उहाँहरूलाई खानेकुरा, यिनीहरूले के खान्छ, कसरी राख्नुपर्छ, चल्लालाई कसरी हुर्काउनुपर्छ, कतिको तातो चाहिन्छ, यसलाई एकदम तातो चाहिन्छ बच्चामा होइन 45 दिनसम्म। त्यो कुराहरू हामी सबै सिकाएर मात्रै हामीले यहाँबाट चल्ला दिएर पठाउँछौँ। हजुर, जस यो व्यवसायमा लागेर राम्रै मुनाफा चाहिँ कृषकहरूले लिन सक्छ? एकदम राम्रो, यो अरूमा भन्दा चाहिँ एकदम राम्रो छ यसमा। भनेपछि तपाईँलाई चाहिँ चल्लाहरू पनि चाहियो भने तपाईँलाई यहाँनिर सम्पर्क गर्न सकिन्छ? एकदम यहाँ त एकदमै कति डिमान्ड आउँछ, तर अहिले हामीसँग यो अन्डा यिनीहरूले रेस्ट गरेर चाहिँ अलिकति उ भइरहेको छ र पनि दसैँ तिहार पछाडिबाट चाहिँ हाम्रो एकदम हुन्छ। हाम्रो दर्शकहरूको सहजको लागि यसको लोकेसन एकचोटि ठ्याक्कै एक्ज्याक्ट भनिदिनुहोस् न। सानो केर्खामा चाहिँ झापा सानो केर्खा हजुर भिसोदा कृषि फर्म भनेर चाहिँ हाम्रो यो बोर्डै छ। त्यहाँनिरको कोही मान्छे पनि आएर बाटोबाटै देख्न सक्नुहुन्छ यहाँ। हुन्छ, हामीलाई समय दिनुभयो व्यस्तताका बावजुद, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद है त।